नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा भएको छ। साथै उनीहरूले साउन 14 गतेसम्म पूरा नगरी साउन 15 गतेबाट अनिश्चितकालीन रौतहट बन्द गर्न चेतावनी सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। उनीहरूले साउन 2 गतेदेखि 12 गतेसम्म रौतहटका पालिकाहरूमा हत्याकाण्डबारे जानकारी र अन्तर्क्रिया, साउन 13 गते सहित तथा पीडित परिवारबाट धारणा, साउन 14 गते मोटरसाइकल र्याली र 15 गतेबाट अनिश्चितकालीन रौतहट बन्द कार्यक्रम सार्वजनिक गरेको छ। हतियारलाई बचाउन पाइँदैन, हतियारलाई बचाउन पाइँदैन, हतियारलाई बचाउन पाइँदैन। मानव अधिकारको रक्षा गर, मानव अधिकारको रक्षा गर, मानव अधिकारको रक्षा गर। पीडितलाई न्याय देऊ, पीडितलाई न्याय देऊ। अमानवीय र विभत्स हत्याकाण्डको दोषीलाई कानुनी बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरूलाई अपराध पीडितको हक न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौँ, सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रमा भनिएको छ। 2063 साल चैत 7 गते गौरस्थित राइस मिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ता बीच भएको झडपमा 27 जना सर्वसाधारणको घटनास्थलमै र 1 जनाको उपचार क्रममा मृत्यु भएको थियो। लाल पूर्जा पाउनुपर्ने भन्दै सिराहाको मिर्चिया नगरपालिकाका स्थानीयवासीले आन्दोलन जारी राखेका छन्। गत माघ र फागुनमा घर तोडफोड हुँदा पीडित बनेका मिर्चिया नगरपालिका वार्ड नम्बर 5 का स्थानीयवासीले सोमबार पनि नगरपालिका कार्यालय अगाडि धरना दिँदै प्रदर्शन गरेका छन्। आफूहरूले 3 महिनादेखि निरन्तर आन्दोलन गर्दा समेत माग सम्बोधन नगरेको भन्दै धरनामा बसेका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। आफूहरूका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूले चेतावनी दिएका छन्। सबसे पहिले अहाँ ई बात बुझ लिया। दोसर बात, अहाँ जे कहते रहे छियै कि अवरोध करे है, अवरोध अहाँ करे छियै, विकास करे के मन अहाँ के नहीं है, ओकर प्रमाण अही नगर पालिका में ऐसे जेठ 24 गते अही नगर पालिका में जे राज विराज के डी आयल रहे, डीएसपी साहब स्वयं रहे, अलो वार्डाध्यक्ष 4, 5, 6 के वार्डाध्यक्ष रहे। अ नगर पालिका के गेट से लके धार तकली के कुछ जे जकर घर सब है से सब रहे। अहाँ कहे छिए ई सब अवरोध करे है, अहाँ के काम करे के मन नहीं है तो झूठो के अहाँ बलेम लगबै छिए। चैया बजारमा रहेका गाउँ ब्लकको किता नम्बर 256 र 60 को जमिनमा 4-5 पुस्तादेखि बसोबास गर्दै आएकाहरूले आफूलाई नगरपालिकाले बेघर बनाएको आरोप लगाएका छन्। गाउँपालिका यी किताहरूमा निजी, सार्वजनिक र सरकारी जमिन रहेका छन्, तर मेयर श्रवण कुमार यादवले सरकारी भन्दै घरहरू भत्काइदिएको उनीहरूको आरोप रहेको छ। उनीहरूले तत्काल लाल पूर्जा वितरण गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। 4 वर्ष अघि बजार क्षेत्रको नाप जाँच विशेष नापी कार्यालयले गरेको भए पनि नगरपालिकाले लाल पूर्जा वितरणमा रोक लगाएपछि स्थानीय आक्रोशित बनेका छन्। नगरपालिकाले सरकारी जमिन भन्दै गत माघ र फागुनमा करिब 3 दर्जन घर भत्काइदिएको थियो। विशेष नापी कार्यालय आफ्नो काम गर्न नदिई नगरपालिकाले अधिकारको दुरुपयोग गरेको पनि उनीहरूको आरोप रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दै भाँचिएको कमला नदी स्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ। आइतबार मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरा र धनुषा जोड्न कमला नदीको भाँचिएको पुल स्थलगत अनुगमन गर्नुभएको छ। सिरा र धनुषा जोड्न कमला नदीको पुल भत्काएपछि त्यहाँका स्थानीयहरूले 2 वर्षदेखि शास्ति भोग्दै आइरहेका छन्। पुल भाँचिएसँगै पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्नुपर्दा काम समयमा पुग्ने ठाउँमा पनि धेरै समय लाग्ने गरेको बताएका छन्। मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात छिट्टै पुल निर्माण गराउने स्थानीय समाधान खोज्न निष्कर्षमा पुगेको बताउनु भएको छ। उहाँले 1 वर्षभित्र सुचारू हुन इन्जिनियरले बताएकाले 1 वर्षभित्र पुल सञ्चालनमा ल्याउने सक्ने अनुमान रहेको बताएका छन्। उहाँले भाँचिएको पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरू समेत बसेर स्थानीय समाधान छिटोभन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताएका छन्। उहाँले गुणस्तरीय पनि कायम हुने र छिटो छरितो काम हुने गरी भाँचिएको हुलाकी राजमार्गको कमला नदीको पुल छिटो अगाडि बढाइने बताउनु भएको छ।
भएको छ, बीचमा पनि केही भाग चाहिँ धसिएको छ। त्यसलाई चाहिँ हामीले आज अवलोकन गऱ्यौँ, हेऱ्यौँ, निरीक्षण गऱ्यौँ। अब हामीले त्यो पूर्वतिरको जो हाम्रो चाहिँ पिलरहरू भाँसिएको ठाउँ हो त्यसको चाहिँ फाउन्डेसन बनिसकेको छ। छिटोभन्दा छिटो पिलर उठाउने, छिटोभन्दा छिटो स्ल्याब राख्ने र त्यो पुलको चाहिँ अरू मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारू गर्नेतिर हामी लाग्छौँ। टेन्टेटिभ 1 वर्षभित्र चाहिँ त्यो सुचारू होला भन्ने चाहिँ अनुमान छ प्राविधिक साथीहरूको। र यस विषयमा अब हामी मन्त्रालयमा सम्बन्धित चाहिँ हाम्रा चाहिँ विभागका साथीहरू, प्राविधिकहरू समेत बसेर त्यसको चाहिँ स्थायी समाधान छिटोभन्दा छिटो निकाल्ने, गुणस्तर पनि मेन्टेन हुने र छिटो छरितो काम हुने गरी हामी यो जुन एउटा चाहिँ भत्किएको गमनमा सो क्षेत्रका स्थानीयवासीहरूले सरकारले हुलाकी राजमार्ग अन्तर्गत सिरा र धनुषाको जोड्ने कमला पुल निर्माणमा गरी तत्काल बाटो खोल्ने माग गर्नुभएको छ। उहाँहरूले ठेक्का पाएका कम्पनीले समयमा नै काम नगरेकाले पुल निर्माणमा ढिलाइ लगाइगएको भन्दै मन्त्रीलाई गुनासो समेत गर्नुभएको छ। स्थानीयवासीले मन्त्री ज्वालाकै अगाडि निर्माण कम्पनीसँग चर्काचर्की भएको थियो, तर मन्त्रीले भाँचिएको पुलको स्थायी समाधान झगडाले नहुने भन्दै शान्त हुन आग्रह गर्नुभएको थियो। 2078 असार 17 गतेमा निर्माणको अन्तिम चरणमा कमला नदीको पुल एउटा स्पाम भाँसिएको थियो। 2078 सालमा 70 मिटर लम्बाइ र 11 मिटर चौडाइ कमला नदीको पुल 24 करोड 91 लाखमा पुल निर्माण गर्नु पप्पू कन्स्ट्रक्सनका ठेक्का लिएको थियो। तर पछि यो निर्माण कम्पनी समयमा काम नगर्दा 2076 असोज 1 गते सम्झौता रद्द गरी 2078 जेठ 31 गते लुम्बिनी बिल्ड्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिएको थियो। यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा अघिल्लो वर्षको सामान्य वर्षामै पुल भत्किएको थियो। पाया फायर भत्किएसँगै दुईवटा स्ल्याब 78.20, एउटा स्ल्याब 39.10 मिटरको तल झर्यो। गत वर्षको साउन पहिलो सता उद्घाटनको तयारी गरिरहँदा सामान्य बाजीले पाया भाँसिएर स्ल्याब नै भुइँमा खसेपछि 2 जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप पारिदिएको छ। नेपाली काङ्ग्रेस पार्टीले मङ्गलबारदेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकमा लागि 10 वटा एजेन्डा तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बा बारहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले केन्द्रीय कार्य समिति बैठकमा लागि 10 वटा एजेन्डा तय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश समारले 10 वटा एजेन्डा तय गरिएको जानकारी दिनुभएको छ। उहाँले पहिलो एजेन्डाको रूपमा समस्या विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताउनु भएको छ। त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभएको छ। उहाँले कार्य सम्पदा समितिले गरेका निर्णयहरू अनुमोदन प्रस्ताव विचारण परिचालन समितिको प्रतिवेदन प्रदेश पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राजवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेन्डा पनि रहेको छ। अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभा खोलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनु भएको छ र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ। बैठक बस्दै गर्दाखेरि यो पनि तपाईहरु जानकारी राख्नुहुन्छ कि नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने एजेन्डाहरूको सन्दर्भमा पार्टीको सभापति र पार्टीका महामन्त्रीहरूको बीचमा सल्लाह भएर बैठकका एजेन्डाहरू तय हुन्छन्। त्यस दृष्टिले बैठकको एजेन्डा जो हामीले तय गरेका थियौं त्यसबारेमा पार्टीको अन्य नेताहरूसँग पनि परामर्श गर्ने क्रमका छलफलहरू हुने गर्दछन्। त्यसकारण अहिले तपाईहरुले म मार्फत लिइरहेको विषय आज कुनै अलग्गै औपचारिक बैठक भएको र त्यो बैठकबाट केही कुराहरू टुङ्गो भएको भन्ने सन्दर्भमा नबुझिदिन चाहिँ म आग्रह गर्न चाहन्छु। विधिवत रूपमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति, नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति या सभापति महामन्त्रीहरूको बीचको विमर्श परामर्शबाट संगठन अगाडि बढ्ने परम्परा छ, जस बमोजिम सभापति महामन्त्रीहरूको बीचको परामर्शबाट बैठकमा प्रस्तावित हुने केही प्रस्ताव र बैठकमा पेश हुने केही प्रतिवेदन समेत गरेर 10 वटा कुरामा हामी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रित रहन्छौँ। तिनै बारेमा म तपाईहरु मार्फत सबैलाई सुसूचित गर्ने गरी विवरण राख्न चाहन्छु। पहिलो कुरो, बैठकमा समसामयिक विषय
भनेर प्रस्तावित हुन्छ, जसमा उहाँले बैठकको प्रत्यक्ष प्रसारण गर्न सम्बन्धमा पनि छलफल भइरहेको बताउनु भएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठक भोलि मङ्गलबार दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालयमा खानेपाममा बस्ने गरी बोलाइएको छ। संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ। संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम कारबाहीहरू प्रभावित बनेका छन्। हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ। निर्वाचन समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ। राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागभान्जा गरेको कुरा नेताहरूले बताउँदै आए पनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन। सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै संघीय सांसद सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी 10 वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेको बताउनु भएको छ। उहाँले राज्य व्यवस्था तथा सुशासन समिति 4 वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति 1 वटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति 1 वटा, कानुनी न्याय तथा मानव अधिकार समिति 2 वटा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति 2 वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिनुभएको छ। त्यसबाहेक प्रतिनिधि सभा 6 वटा विधेयक प्रक्रियामा रहेको बताएका छन्। उहाँले समिति बैठक हालसम्म गम्भीर प्रकृति विषयवस्तुहरूमा प्रवेश नगरेको बताएका छन्। राखिएको हो। त्यसै गरेर अहिले प्रत्यायोजित व्यवस्थापन संसदले नियमावली लगायतका जस्तो कार्यविधि, नियमावली, आदेश, विनियमहरू जुन चाहिँ बनाउनका लागि अधिकार प्रत्यायोजन गरेको छ, त्यो मूल ऐनसँग कतिको बाजिएको छ अथवा प्रत्यायोजित व्यवस्थापन अनुसार बनेको छ कि छैन भनेर विस्तृत रूपमा परीक्षण गर्न सक्ने पनि अहिलेको नियमावलीमा उल्लेख छ। त्यसै गरेर समितिले दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था 3 महिना। उहाँले कार्यपालिकाबाट सम्पादन हुने कामहरूको निगरानी संसदीय समितिले गर्ने भएकाले समितिको काम प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। सरकारले खुला सिमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताउनु भएको छ। गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेको बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी 2 देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएका छन्। सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाउनु भएको थियो। सो विवरणमा खुला सिमानाका कारण मानव बेचबिखन, हात हतियार, ओसार पसार, लागु औषध ओसार पसार र सीमा पारीबाट अपराधी व्यक्ति समूह प्रवेश गरी लुटपाट एवं अन्य आपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गर्नुभएको छ। त्यसैगरी सीमा पारी अपराध गरेर सीमावारी आइ लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ। खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ। बालबालिका, चेलीबेटी बेचबिखन, लागु पदार्थ ओसार पसार लगायतका अन्य सङ्गठित अपराध, खुला सीमाका कारण लागु औषध कारोबार, वन्यजन्तु तथा ओखेटो पहाड तस्करी लगायत अवैध निकासी पैठारी, शरणार्थी तथा तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ, विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी महामारीबाट सङ्क्रमण, अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू सीमा वारपार गरी अपराधिक क्रियाकलापबाटै भाग्न तथा लुक्न सक्ने, सीमा इलाकामा रहेको गुम्बा, मस्जिद, मद्रसा तथा विभिन्न। सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाइएको छ। नियमित रूपमा सीमावर्ती सुरक्षाकर्मीसँग बैठक गरी अन्तर सीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख गरिएको छ। त्यसै सीमा स्तम्भहरूको नियमित रूपमा अनुगमन गरी भत्किएका बिग्रिएका सीमा स्तम्भहरूको मर्मत सम्भार गरिएको सरकारको विवरण बताइएको छ। सशस्त्र प्रहरी बल नेपालबाट 14,212 जनशक्ति सीमा सुरक्षा परिचालन गरिएको र हालसम्म भारततर्फ 242 र चीनतर्फ 8 गरी जम्मा 250 स्थान पिओपी स्थान भई सञ्चालनमा रहेको स्पष्ट पारिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताउनु भएको छ। नेपाल सनातन धर्म सांस्कृतिक सङ्गठन 12 आयोजित सनातन हिन्दू राष्ट्रको लागि पदयात्रा कार्यक्रम सहभागी हुनुभएका अध्यक्ष लिङ्गदेनले यस्तो बताउनु भएको छ। उहाँले हिन्दू राष्ट्रको मुद्दा
अल्पसङ्ख्यक नेपालीको उठाइएको मुद्दा भएकाले उनीहरूलाई बुझाउनका लागि पदयात्रा गरिएको बताएका छन्। उहाँले राप्रपाले सनातन धर्म संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दू राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताएका छन्। उहाँले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दू राष्ट्र पुनः स्थापना आफूले चाहेको बताएका छन्। कारणले जनताको बलमा निर्भर रहने कुरा हो र मैले अघि पनि भने बहुसङ्ख्यक जनता हाम्रो एजेन्डाको पक्षमा छन्, तर त्यसलाई हामीले मतमा परिणत गर्न सकिराखेको छैनौँ। जसको मुद्दा हो उसलाई हामीले ठिक ढङ्गले बुझाउन सकेका थिएनौँ र त्यसलाई बुझाउने प्रयत्न हामीले गरिराखेका छौँ र हाम्रो जीवनकालमै निकट भविष्यमै यी मुद्दाहरू पुनर्स्थापना हुन सम्भव छ र नेपालको शान्ति, स्थायित्व र विकासका लागि यी मूलभूत आधार स्तम्भहरू हुन् र यो बाटो नलिकन नेपाललाई सुखै छ। हामीले आजको दिन नै गर्नु यो उपयुक्त छ, किनभने हामीले उठाइराखेको हिन्दू राष्ट्रको मुद्दा। पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपक बहादुर सिंहले पदयात्रा राप्रपाको हल्लोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हर हर महादेव भनेर आएको बताउनु भएको छ। उहाँले अर्को चुनाव 70 सिट ल्याउने बताउनु भएको छ। उहाँले 24 बुन्दे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताएका छन्। उहाँले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताउनु भएको छ। तन्त्र मैले ल्याएको हो भन्नेसँग सौदा गर्यौँ। 24 बुँदे समझदारी गरिकन हामी गएको छु। उहाँले कोट टाई सुटमा बाहेक केहीमा देख्नु भएको छ? दौरा सुरुवालमा लगाउने पनि हामी नै हौ। यता केही न केही त तपाईँहरूले भन्नु पर्यो नि त। अब अर्को कुरो पृथ्वीनारायण शाहको उसमा जन्मोत्सवमा एकताको उ गरिकन देशभरि बिदा मनाउने पनि हामीले गरे। 24 बुँदेमा सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनै पनि हालतमा राप्रपा सहभागी नबन्ने दावी गर्नुभएको छ। राप्रपाले मैती देवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको छ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। ये बढ़िया पलंगड़ी दिलिए तो सब केहन दिलिए या जहाँ भी खोज लिए तो यही नहीं मिले। यहाँ के मालूम नहीं है मिल एरिया में ताज रुई सेंटर में पलंग के नापी अनुसार पर गद्दा सब भेटी। ताज रुई सेंटर में जाकर हम दोसर बनवा कर अभी लेने आवे छी। ये से ताज रुई सेंटर गुणस्तरीय रुइया से बनाउदेल तोशक सिरक गद्दा मैट्रेस तथा सिंगल रुइया से बनाउदेल तकिया खरीद कर सालों साल आराम करो। पलंग के नाप अनुसार पाइपिंग गद्दा वारंटी के साथ बनाओ चाहे तो। ताज रुई सेंटर से हाथ के हाथ बना कर हम ला देली अपने। बहुत बढ़िया गद्दा है। ताज रुई सेंटर सीरक भंडार मिल्स एरिया A, where the software engineer meets the smart market analyst to create the big dream. The world comes together at Sharda University. जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरभित्रको छडा चौपाई पशु व्यवस्थापन गर्न गौशाला सञ्चालनमा ल्याइएको छ। जनकपुरधाम उपमहानगरपालिकाको वार्ड नम्बर 12 मा उपमहानगरपालिकाले नवनिर्माण गरेको गौशालाको सोमबार उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह र उपमेयर किशोरी शाहले संयुक्त रूपमा समुद्घाटन गरेका छन्। मेयर मनोज शाह र उपमेयर किशोरी शाहले वाडाको सो जग्गाको संरक्षण गरी ट्राफिक व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा लिएर गौशाला निर्माण
प्रेरित गर्ने वाडाका अगुवाहरू, गौशाला निर्माण समिति र वाडा अध्यक्षलाई धन्यवाद दिँदै छाडा चौपाई व्यवस्थापनका सम्पूर्ण वाडा अध्यक्ष र नगरवासीको सहयोग आवश्यक रहेको बताएका छन्। गाय महीस के लिए वैक्सीनेशन कार्यक्रम आइए है एठाम जत्ते सारा गाय पकड़ा के लिए संपूर्ण के आई से सांस तक संपूर्ण साथी से मिलकर वैक्सीनेशन करो के लिए से हो एठाम से जे बाहर जाए जे कोनो दुधारू गाय आल छे वो तो छोड़ाबे थे वो अगर बाहर ल जते तो ओकरा एक स्प्रे जे करिए व्यवस्थापन क के गाली के वैक्सीन लागिल छे से हो प्रमाण पत्र ल क दर्ता सिस्टम क के प्रत्येक गाय महीस के आ जे आदमी एठाम से छोड़ा के ल जात तखन फोटो खींच कर उनका पठा दिल जाए जो दोबारा वो जुर्माना में नहीं पड़े। लेकिन आई व्यवस्थापन में सबसे चैलेंज के रूप में आई यहाँ से साढ़ा है। साढ़ा के लिए गाय तो आराम से घर में बांध कर रखा जा सके, लेकिन इस साढ़ा सबके बारे में सोचा पड़ता है। तो इसके लिए से हो वेटनरी डॉक्टर साहब से सलाह लकर वो आयल छल ठाकुर जी उनका से सलाह लकर कौन हिसाब से व्यवस्थापन कर आई गौशाला निर्माण, गौशाला के व्यवस्थापन और गौशाला के संचालन जो सब गोटे साथ दे लिया तो जनकपुर धाम महानगर पालिका सवेरे 7 बजे से एकरा शुरुआत कैल जाए आ ओई ठाम से रोड पर जते गाय माल रहते, साँढ़ रहते या अन्य कोनो तेहन वस्तु रहते तेकरा लाके एठाम गौशाला में राखल जाए। आई से शुरुआत कैल जाए। रामानंद चौक पर एसपी साहब, प्रमुख प्रशासकीय अधिकृत, 8 नंबर के वार्ड अध्यक्ष, 6 नंबर के वार्ड अध्यक्ष, 5 नंबर के वार्ड अध्यक्ष, 7 नंबर के वार्ड अध्यक्ष अन्य और जे वार्ड के जे सब छलखिन है उनको सबके उनमें समावेश करायल गेले। गौशालाको समुद्घाटनकै दिन करिब 2 दर्जन गाई, साढे र बाछा-बाछीहरू समेत नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरी समेत संलग्नतामा छाडा चौपाईहरू वस्तुहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सो पशुहरूलाई राखिने र लिन आउने पशुधनीलाई जरिवाना गरी मात्र छाड्ने उपमहानगरपालिकाले जनाएको छ। सो अवसरमा गौशाला निर्माण अभिभावकीय भूमिका खेलेका स्थानीय युवा दिलीप मण्डललाई कदर पत्र सहित सम्मानित गरिएको थियो भने वार्डाध्यक्ष महेन्द्र शाह, निर्माण समितिका पदाधिकारी र सदस्यहरू सहित स्थानीय युवाहरूलाई सम्मान गरिएको थियो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्व राष्ट्र मन्त्री प्रदीप ग्वालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउनु खालको काम संलग्न भएको आरोप लगाउनु भएको छ। प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे सङ्केत गर्दै उहाँले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारले सचेत गराउन बुद्धिजीवीहरूलाई समेत आग्रह गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनाल्सले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ग्वालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउन काम नगर्न पनि सरकारलाई सचेत गराउनु भएको छ। प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत खरिद सहितको सम्झौता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। पछिल्ला दिनमा नेपालले नजानिनो ढङ्गले एउटा देशप्रति बढी आसक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ग्वालीले पटक पटक दोहोऱ्याउनुभयो। जस्तो देशले धेरै धेरै मूल्य चुकाउनुपर्छ यो कुरामा चाहिँ होस् गरौँ भन्ने आग्रह गर्छु। फेरि पनि सिनासलाई धेरै धेरै धन्यवाद। असंलग्नताको हाम्रो मूलभूत सिद्धान्त भन्दा दायाँ बायाँ हुने गरी अहिले जे कदमहरू पछिल्लो समय देखा पर्दैछ र एउटा जनरल पर्सेप्सन नै मान्छेहरूलाई नेपाल चाहिँ नजानिदो गरी एकातिर एउटा शक्ति राष्ट्रको। उपमहासचिव ग्वालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरूको सम्बन्धमा अघि बढ्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले नेपाल भारत चीन बीचको सम्बन्ध बलियो बनाउन काममा
प्रयास गर्नुपर्ने बताउनु भएको छ। दुई मुलुक बीचको सम्बन्ध राम्रो भए मात्र नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउन कुरामा जोड दिनुपर्ने उहाँको तर्क थियो। नेत्री कोइरालाले नेपालले राष्ट्रिय हित विपरीत कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराउनुभयो। उहाँले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्न काम बुद्धिजीवीबाट समेत हुन गरेको पाइएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। तरुल भन्नुस् या हात्ती भन्नुस्, बिपीले हात्ती भन्नुहुन्थ्यो, गिर्जाबाबुले सुनको खानी भन्नुहुन्थ्यो, दुई देशको दुईटा सुन खानीको बिचमा हामी छौँ भन्नुहुन्थ्यो। तपाईँले जे भने पनि यो दुईटै देशसित हामीले सम्बन्ध राम्रो बनाउनुपर्छ र हाम्रो प्रयास हुनुपर्छ कि चीन र भारत चाहिँ नि को सम्बन्ध राम्रो बनोस् भन्ने कुराको हाम्रो प्रयास हुनुपर्छ। हामी फेरि नेता कार्कीले नेपाल विश्व अर्थव्यवस्थापन विश्व राजनीति बारे गहिरो अध्ययन गरी सोही अनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउनु कुरामा ढिलाइ गर्नु नहुने बताउनु भएको छ। नेता कार्कीले भारत र चीन बीच नेपालले सुमधुर सम्बन्ध कायम राखेर जानुपर्ने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता जङ्गोलले दुई पाङ्ग्रे सवारी साधनको प्रति घण्टा 25 रुपियाँ र चार पाङ्ग्रे सवारी साधनको प्रति घण्टा 75 रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिनुभएको छ। सोमबार संक्षिप्त कुरा गर्दै उहाँले आम सेवाग्राहीहरूको गुनासो सुनवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरूपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पार्नु भएको छ। जसअनुसार काठमाडौँ महानगरपालिका भित्र दुई पाङ्ग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने 15 रुपियाँ मात्र तिर्नुपर्ने हुन्छ। 1 घण्टाको 25 र 1 घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक 15 मिनटमा 5-5 रुपियाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर जङ्गोलले बताएका छन्। उहाँका अनुसार चार पाङ्ग्रे सवारी साधनले भने आधा घण्टाका लागि 40 रुपियाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। 1 घण्टाका लागि 75 रुपियाँ तिर्नुपर्ने हुन्छ। त्योभन्दा बढी समय थप भएर हरेक 15 मिनट 15 रुपियाँ थप हुँदै जाने महानगरपालिकाले जनाएको छ। 40 रुपैयाँ। त्यसै गरी 1 घण्टासम्म नागरिकको गुनासो पार्किङको शुल्क कतै कति कतै 400 छ भने कतै 20 रुपियाँ छ, कतै 25 रुपियाँ छ, कतै 500 छ। त्यो फरक भयो। यो फरक हुँदाखेरि सेवाग्राही पनि अन्यलमा र सँगसँगै सेवा दिनुहुनेहरूलाई पनि कसरी रेट तोक्ने भन्ने खालको त्यो अन्यल र त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ पार्किङको लागि, जसले गर्दा हरेक ठाउँमा एकरूपता आओस्, पार्किङ शुल्कमा एकरूपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ। दुई पाङ्ग्रे सवारी साधनको लागि पार्किङ शुल्क आधा घण्टा मात्र पार्क गर्नुहुन्छ भने 15 रुपैयाँ र सँगसँगै 1 घण्टा हो भने 25 रुपैयाँ र 1 घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक 15 रुपैयाँको 5 रुपैयाँको दरले हामीले त्यो रेट शुल्क पनि तोकेका छौँ र चार पाङ्ग्रे गाडी हो। काठमाडौँ महानगरपालिकाको न्याय समितिका कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको सङ्ख्या अभातै बढेको छ। पछिल्लाका दिनहरूका आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिब दोब्बरले बढेको उपमेयर जङ्गोलले जानकारी दिनुभएको छ। 10वटा उजुरी मध्ये 8वटा उजुरी भने कोठा र 70 बन्द गराई भाडा दिलाउन पाऊ भन्ने खालको आउने गरेको काठमाडौँ महानगरपालिकाले बताएको छ। आर्थिक मन्दीका कारण घर बेटीहरू नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौँ महानगरपालिकाको आकलन छ। पालिकाले यो वर्षदेखि भने महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले पनि मासिक रूपमा नै तलब पाउने व्यवस्था हामीले गरेका छौँ। यो चाहिँ त्रैमासिक रूपमा केन्द्र सरकारबाट आउने बजेट, तर यसपटकदेखि भने हामीले सोध उपमेयर डङ्गोलले न्यायिक समितिका भाडा तिर्न नसकेर सहकारी लगायतका संस्थाहरू भोगेको उजुरी पनि आउनु गरेको बताउनु भएको छ। हस्त अहिलेलाई यतिकै। पल खबर तेज नजर अपन टेलिभिजन। नमस्कार।